हामीले गर्ने हरेक कामहरुमा हाम्रो एकदमै धेरै इमोसनहरु जोडिएको हुन्छ। त्यही भएर हामीले सबै कुराहरुलाई भिडियो मार्फत हजुरहरुलाई देखाउन कोसिस गरिरहेका हुन्छौं। हामी दार्जिलिङमा सुट गर्दाखेरि हाम्रो एकदमै धेरै राम्रो मेमोरिजहरु हामीले कैद गरेर राखेका छौं र आज डे 2 मैले भ्लग बनाउन चाहिँ अलि धेरै टाइम लगाए। हामी ह्याप्पी भ्यालीमा सुट गर्न गइरहेको छौं र यहाँनेर गाडी नपुग्ने भएको भएर हामी पैदलै गयौं तलसम्म र यसरी सबै सामानहरु सेट गरेर सुट गर्न थाल्यौं। प्रवीणले फोटो भिडियो खिच्न थाले र मैले पोजहरु सिकाउन थाले र प्रवीणको क्यामेरामा केही टेक्निकल खराबी आयो र यस्तो राम्रो दृश्य देखेर अमृत भाइ नाच्न थाले। ननाचोस् पनि किन त, यस्तो प्रकृतिको यस्तो राम्रो दृश्य। यो हामी चाहिँ खिच्दैछ अहिले चिया बगानमा भिडियो, अनि त्यसपछि तपाईहरु हेर्दै हुनुहुन्छ बिहाइन्ड द सिन्स। म चाहिँ अमृत कार्की, अनि प्रवीण ढकाल, विवेक पोयाल, अनि तल दाइ भाउजू यता छन्। गोली कान्छा खै कहाँ गयो गोली कान्छा? ल 1 2 3 गो, ल एक्सन। इसको पुरो गाडीबाट के हो यस्तो? यो चियाबारीमा हो, चियाबारी भन्छ नि हैन, तर यस्तो पुरो गाडी रहेछ नि त नि यता नि लास्टै। केही कुराहरु चाहिँ मनमुटुदेखि नै जोडिएका हुन्छन्। दार्जिलिङ चाहिँ किन मेरो फेभरेट प्लेस हो भन्दाखेरि मेरो लाइफको सबभन्दा राम्रो मोमेन्टहरु यहाँनेर बितेका छन्। हाम्रो बनाउनमा 100% क्रेडिट गोज टु प्रवीण ढकाल। सबैले ताली पट पिटौं पिटौं न, हातै खाली छैन पिटौं। हातभरि चोप्लाएर बनाएको यो मैले नम्बर विवाहित जोडीलाई यो चाहिँ जबरजस्ती तारिफ होइन होइन यो तारिफ सुनेर दिमाग खराब भइसक्यो। अब त्यो मान्छेलाई पैसा जति कमाए पनि पुग्दैन, लाखौं कमाउला करोडौं कमाउला, तर यो टाइम चाहिँ हामीलाई चाहिँ फर्केर आउने छैन। हामीले दार्जिलिङमा चाहिँ यति राम्रो राम्रो मेमोरिजहरु चाहिँ हामीले कैद गरेका छौं कि त्यो चाहिँ हामीले कहिले पनि सायद कैद गर्न सक्दैनौं। र मसँग र प्रवीणसँग चाहिँ उहाँहरु दाइहरुले गर्न सक्नुहुन्छ। हाम्रो लाइफ चाहिँ केही हुन्छ भनेर चाहिँ जोडिनु भएको सबैजना भाइहरुलाई चाहिँ एकदमै धेरै थ्यांक यू सो मच। एकदमै धेरै हेल्पफुल हुनुहुन्छ उहाँहरु र मेरो भिडियो हेरेर हामीलाई माया गर्नुहुने चाहिँ सबैजनालाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। हामी सबै सुट सकाएर दार्जिलिङको सिटीमा चाहिँ सुट गर्न आयौं। यहाँ चाहिँ एकदमै धेरै क्राउडेड एरिया थियो। ब्राइड र ग्रुम पनि हामी जस्तै बनेर हामी सँगै चाहिँ एकदमै घुलमिल गरेर हामीलाई चाहिँ सपोर्ट गरेर सुट गर्नलाई चाहिँ हामीलाई